Hello everyone, it's me Ramu. So after long time पछि चाहिँ मैले हजुरहरूको माझमा न्यू ब्लग लिएर आएको छु। के कस्तो लाग्छ फुलबाज कमेन्ट गरिदिनु होला। सो अहिले चाहिँ म यता गाउँतिर आएको छु। सो यताको हरियाली देख्न सक्नुहुन्छ। कलिले नयाँ पातहरू पलाएको छ, दामी देखिरहेको छ हरियो। सो अनि यहाँसम्म आउँदाको यात्रा के कस्तो भयो भनेर हजुरहरूले फुलबाज गर्न सक्नुहुन्छ। नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। धेरै नहल्दिन त, धेरै बेसी भयो भने अनि झ्या हुन्छ क्या। चल्नु कसरी बस्यो यो न मिलाइन हल्का बिस्तार निकाल्न कसरी बस्नु त लाग्दै क्रिस्टी च्याङ्जा त्यही त हल्का कतै अप्लोड होला न भालुवा त्यही नै ड्रोन त उस हुन्छ क्या ब्याट्री टिक्दैन अनि हल्का उडाएर अनि ढल्यो भने नि अनि घरतिर भन्दा पनि मान्दैनस् ब्रेक हान्नुपर्छ यस्तोमा। मेन भनेको यस्तो बेलामा चाहिँ पछाडिको ब्रेक हान्नुपर्छ क्या ओह्रालोमा पछाडिको पछाडि दाहिने देब्रे कुन हो ब्रेक थाहा पछाडिको यो यताको देब्रेको यताको पछाडिको ब्रेक यो अगाडिको झ्याप्पा हान्नुपर्छ। झ्याप्पा अगाडिको पछाडिको हान्ने ओह्रालोमा झ्याप्पा अगाडिको त्यति हान्नुपर्छ। दाइसँग कान्छ दाइसँग दाइको भाइ यही स्कुटीमा कान्छ दाइले कति बेला चला भन्दै A few moments later.
बिगिनरमा त अब खाल्टा खुल्टीमै हालेर भने नि चलाउनुपर्छ सिधै जानेपछि फेरि खाल्टा खुल्टी हेर्दै खाल्टा खुल्टी नभिसाइँदै हेरेर जाने बुझिस् खाँदा उता हाम्रो जाने पाँडखोला निस्किन्छ पाँडखोला बुझिस् फाइनली हामी नाच्ने चौरतिर आइपुग्यौँ क्रिस्ती डाँडा हो कि क्रिस्ती भन्ने थियो त त्यसले झ्याप्पै रोकिदियो भने झ्याप हुन्छ अरे अलि अगाडि बस्नु थोरै अगाडि छ बस बस सो गाउँमा फेरि एकदम मिल्ने भनेको अब माइलो बाको छोरासँग म सो हामी भेटेर अघि सँगले लिएर गइरहेछ अगाडि अगाडि के गरे त्यसले पनि बाइक किन्यो आफ्नो पापासँग मिलेर दुईजनाले चाबी हाल्छ अनि त्यसले लिएर गयो माथि त पुगेको कि रे पुग्न त गाउँको बाटो थाहा के कस्तो हुन्छ जे भने पुरा त माथि फाइनली म चाहिँ अहिले माझकोट गाउँमा छु होइन यसो देख्न सक्नुहुन्छ माझकोट अनि उहाँ पर देख्न सक्नुहुन्छ लालीगुराँस अरूको अब टिप्न जाने त भएन काली खाइन्छ कस्तो दामी लालीगुराँस अनि यहाँ त मन्दिरहरू छ गाउँ चाहिँ एकदम दामी छ क्या दायाहरू चाहिँ उता जानुभयो दायाहरू आएपछि फेरि गइन्छ माथि मन्दिरतिर अनि एकछिन मन्दिरमा गइन्छ भुलिन्छ एकछिन गफसफ गरिन्छ मन्दिरतिर पूजासुजा गरिन्छ अनि अहिले टाइम चाहिँ टक्क 9:30 भइसकेको छ पूजासुजा सकेर पूजाहरू गरेर त्यसपछि अनि फर्किन्छौँ हामी टाढै पोखरातिर आइजाउँ भयो स्टार्ट भयो छिटो आइज न ए न त लाइभ हो त अहिले मलाई मजाक लाग्यो फाइनली हामी चाहिँ यता अहिले मन्दिर आइसक्यौँ दाइ र दिदी चाहिँ गइसक्नु भयो र म अब जान लागेको अनि मलाई भिडाइछ नि त यहाँ म खिचिदिइहाल्छु नि त उयो जुत्ता फुकाल्न पनि रहेछ तर मलाई फुकाल्न झ्याउ लाग्यो सुनिस् फुकाल्ने हो घुसाइस् नि पख हान्छ जस्तै छ त छिटो
बेसी ढिलो भनेको 7 बजे 7 बजे भन्दा ढिलो हुनुहुन्न अब चाहिँ नाइटमा गाडी चलाएको थुप्रै हो तर थोड़ी तेल क्रीम में काजी काबूते आमच्या पाडाला रोड का Dulu lalu ibu. सो फाइनली पूजा पनि सकियो सबैजना आफ्नो घरतिर लाग्यो आजको लागि यति नै। सो लाग्यो पूजा सकियो सो हामी चाहिँ अहिले यता सोरेक मैदानतिर आएको थियौँ घुम्नलाई दाइ दिदीहरू चाहिँ आउँदै हुनुहुन्छ हामी चाहिँ माथि आएर एकछिन रेस्ट कुरेको दाइहरूलाई सो देख्न सक्छ सोरेक महापुर मैदान 2.5 किलोमिटर अझै माथि छ हामी 9 किलोमिटर आइसक्यौँ तल बारीहरूबाट बाइक आएछु हामीले चाहिँ यहाँबाट लाली ग्लास देख्यौँ अनि त्यही भएर एकछिन रोक्यौँ क्या लाली ग्लास किन्नको लागि फेरि यता त पुरै लाली ग्लासको भेगै रहेछ त सुकिसकेछ क्या कति राम्रो हेर न उहिले एउटा दुईटा त कति राम्रो देखेको छ उहिले एउटा दुईटा कति राम्रो देखेको नपायो भने उता नपायो भने फेरि अहिले भगिरहेको थियो फाइनल्ली हामी चाहिँ सोरेक मैदानमा सो हामी चाहिँ अहिले चाहिँ सोरेक मैदानमा आइपुग्यौँ हामी चाहिँ ठिक्कैमा आइपुगेछ कि अहिले चाहिँ यहाँ प्याराग्लाइडिङ गर्न आँटिरहेको छ हेरौँ है त
फेरि बिहान फेरि घुम्दै यतै आइसक्यो आउँदैछ कम्बा त्यतै कता ढल्ने झर्ने गइसक्नु पर्छ राइट बज्न आँटिसकेर यस्तो अँध्यारोमा आइपुग्ने सो आजको लागि ब्लग चाहिँ यति नै भयो फेरि भेट्नेछौँ नेक्स्ट ब्लगमा चाँडै नै च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू फर फुल वाचिङ